फेरि पनि स्वागत छ तपाईहरुलाई आजको मेरो नयाँ यस भिडियोमा। प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायक स्तर 5औं तहका लागि भारी संख्यामा विज्ञापन खुलाएको छ। 230 जना भन्दा बढी माग गरेको छ। तपाईहरु यहाँ एकदमै राम्रोसँग भिडियोलाई पज गरेर हेर्नु कुन कुन पदको लागि विज्ञापन खुलाएको छ। यहाँ रहेको छ प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत सहायक स्तर 5औं तहका अपराधिक प्राविधिक पदहरूको अन्तर्तह र खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन। सूचना नम्बर यहाँ रहेको छ। प्रकाशन मिति 2082 9 महिना 25 गते यो विज्ञापन प्रकाशन गरिएको छ। प्रदेश निजामती सेवा ऐन 2080 र स्थानीय निजामती सेवा ऐन 2081 बमोजिम लुम्बिनी प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा विभिन्न स्थानीय तहहरूबाट पदपूर्तिका लागि माग भई आएका दिहाय बमोजिमका सेवा समूह उपसमूहका सहायक स्तर 5औं तहका प्राविधिक अपराधिक अन्तर्तह र खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकोले तोकिएको बमोजिमको योग्यता पुगेका उम्मेदवारहरूबाट विद्युतीय अनलाइन माध्यमबाट दरखास्त आह्वान गरिन्छ। तोकिए बमोजिमको योग्यता पुगेका उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली यतिबाट अनलाइन दरखास्त दिनुपर्नेछ। प्रदेश निजामती सेवा तथा स्थानीय निजामती सेवा प्राविधिकतर्फ अन्तर्तह तथा समावेशी प्रतियोगिताका परीक्षाहरू एकीकृत रूपमा एकैपटक सञ्चालन गरिनेछ। प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको प्राथमिकता क्रमअनुसार नियुक्तिको लागि प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायमा सिफारिस गरिनेछ। अब यहाँ तपाईहरु यहाँ तल हेर्नु अ नम्बरमा प्रशासन सेवातर्फ विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु विज्ञापन नम्बर, पद, समूह, उपसमूह, विज्ञापनको किसिम र जम्मा मागपद संख्या। विज्ञापन नम्बर यहाँ रहेको छ। पद वरिष्ठ प्रशासन सहायक लेखापाल वरिष्ठ लेखा सहायकको लागि विज्ञापन खुलाएको छ। प्रदेश यहाँ प्रदेश प्रशासन सामान्य प्रशासनतर्फ खुलाएको छ। यहाँ तपाईहरु यहाँ हेर्नु अन्तर्तहमा 3 जनाको लागि, त्यसैगरी यहाँ स्थानीयमा 3 जना, प्रदेश प्रशासन लेखातर्फ खुलाएको छ 2 जना र स्थानीय लेखामा खुलाएको छ 1 जनाको लागि। यहाँ अब तपाईहरु यहाँ हेर्नु खुल्लामा खुलाएको छ। प्रदेशतर्फ खुलाएको छ खुल्लामा 10 जनाको लागि यो प्रशासनतर्फ र स्थानीय प्रशासनमा खुलाएको छ 11 जनाको लागि यो खुल्लामा। प्रशासन लेखातर्फ खुलाएको छ यहाँ प्रदेशतर्फ यहाँ 6 जनाको लागि, त्यसैगरी यहाँ स्थानीय लेखा खुलाएको छ 2 जना, प्रदेश प्रशासन राजस्वको खुलाएको छ 1 जनाको लागि, स्थानीय प्रशासन आलेपको खुलाएको छ 2 जनाको लागि, त्यसैगरी यहाँ स्थानीय प्रशासन कानुनतर्फ खुलाएको छ खुल्लामा 1 जनाको लागि। अब यहाँ रहेको छ विपन खस आर्य महिलाको लागि तपाईहरु यहाँ हेर्नु यहाँ रहेको छ स्थानीय प्रशासन सामान्य प्रशासनमा 1 जनाको लागि खुलाएको छ। त्यसैगरी यहाँ प्रदेश प्रशासन लेखामा 1 जनाको लागि खुलाएको छ। अब यहाँ मुस्लिम महिलाको लागि खुलाएको छ विज्ञापन। यहाँ स्थानीय प्रशासन सामान्य प्रशासनतर्फ खुलाएको छ 1 जनाको लागि। पद रहेको छ कुन तपाईहरु यहाँ हेर्नु यहाँ रहेको छ पद तपाईहरु यहाँ हेर्नु पहिला वरिष्ठ प्रशासन लेखापाल वरिष्ठ लेखा सहायक वरिष्ठ राजस्व खुलाएको छ। सहायक आन्तरिक लेखा परीक्षण सहायक कानुन सहायक पदको लागि खुलाएको छ। तपाईहरु यहाँ हेर्नु भिडियोलाई पज गरेर कुन कुन पदको विज्ञापन खुलाएको छ। थारूमा यहाँ खुलाएको छ 1 जनाको लागि थारू महिलामा, स्थानीय प्रशासनतर्फ खुलाएको छ 1 जनाको लागि, प्रदेश प्रशासन लेखातर्फ खुलाएको छ 1 जनाको लागि, खस आर्य महिलाको लागि खुलाएको छ। त्यसैगरी यहाँ दलित महिला, दलित पुरुष, मधेसी महिला, मधेसी पुरुष, आदिवासी महिला, आदिवासी पुरुष। अब तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु तपाईहरु कुन पदमा फर्म भर्न चाहनुहुन्छ। तथ्याङ्क सहायकको पनि विज्ञापन खुलाएको छ यहाँ हेर्नु। महिला विकास निरीक्षकको पनि विज्ञापन खुलाएको छ खुल्लामा 1 जनाको लागि। यहाँ रहेको छ अब आ नम्बरमा स्वास्थ्य सेवातर्फ तपाईहरु यहाँ हेर्नु प्रदेश स्वास्थ्य हेल्थ इन्स्पेक्सनको लागि खुलाएको छ अन्तर्तहमा 1 जनाको लागि र स्थानीय स्वास्थ्य हेल्थ इन्स्पेक्सनको लागि खुलाएको छ 2 जनाको लागि। तपाईहरु यहाँ हेर्नु हेल्थ एसिस्टेन्टको लागि विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु प्रदेशमा 2 जना, त्यसैगरी स्थानीय तहमा 5 जना खुल्लामा, स्थानीय तहमा फेरि यहाँ 1 जना थारू महिलामा, त्यसैगरी यहाँ प्रदेश स्वास्थ्य हेल्थ इन्स्पेक्सनमा खुलाएको छ यहाँ खस आर्य महिलामा 1 जनाको लागि र स्थानीयमा 1 जनाको लागि। तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु भिडियोलाई पज गरेर। यहाँ स्टाफ नर्सको पनि विज्ञापन खुलाएको छ। तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु यहाँ रहेको छ प्रदेश स्वास्थ्य जनरल नर्सिङ अन्तर्तहमा 3 जनाको लागि, स्थानीयमा 1 जना, प्रदेश स्वास्थ्य जनरल नर्सिङ खुल्लामा 9 जनाको लागि खुलाएको छ र स्थानीयमा 2 जना।
त्यसै गरी यहाँ विपन खस आर्य महिलामा खुलाएको छ एकजनाको लागि, मुस्लिम महिला 1, थारू महिला 1, खस आर्य महिला 2, दलित महिला 1, दलित पुरुष 1, मधेसी 1, आदिवासी 1, आदिवासी पुरुष 1 रहेको छ। यहाँ आदिवासी महिला एकजनाको लागि खुलाएको छ। तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु। पब्लिक हेल्थ नर्स यहाँ रहेको छ, कम्युनिटी नर्सको लागि विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु एकदमै राम्रोसँग। ल्याब टेक्निशियनको लागि विज्ञापन खुलाएको छ, डेन्टल हाइजिनिस्टको लागि विज्ञापन खुलाएको छ, रेडियोग्राफरको लागि विज्ञापन खुलाएको छ, मेडिकल रेकर्डर सुपरभाइजरको लागि विज्ञापन खुलाएको छ। एकदमै राम्रोसँग तपाईहरु यहाँ हेर्नु। धेरै ठुलो संख्यामा विज्ञापन खुलाएको छ। कविराजको लागि विज्ञापन खुलाएको छ। अब यहाँ इन्जिनियरिङ सेवातर्फ विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु एकदमै राम्रोसँग। यहाँ इन्जिनियरिङ सेवातर्फ विज्ञापन खुलाएको छ। सब इन्जिनियरको लागि विज्ञापन खुलाएको छ। यहाँ हेर्नु सब इन्जिनियर पदको नाम। अन्तर्तमा 2 जनाको लागि रहेको छ यो स्थानीयमा। त्यसै गरी यहाँ प्रदेशमा 2 जनाको लागि खुल्लामा। यहाँ कुन प्रदेश इन्जिनियरिङ सिभिल इरिगेसनको लागि खुलाएको छ र यहाँ स्यानिटरीको लागि खुलाएको छ एकजनाको लागि। तपाईहरु एकदमै राम्रोसँग भिडियोलाई पौज गरेर हेर्नु। तपाईहरुको शैक्षिक योग्यता कति छ भिडियोलाई पौज गरेर हेर्नु। भारी संख्यामा विज्ञापन खुलाएको छ। कृषि सेवातर्फ पनि विज्ञापन खुलाएको छ। बाली विकास प्राविधिकको लागि विज्ञापन खुलाएको छ। कृषि प्राविधिकको लागि विज्ञापन खुलाएको छ। एकदमै राम्रोसँग तपाईहरु यहाँ हेर्नु। भिडियोलाई पौज गरेर कुन पदमा तपाईहरु फर्म भर्न चाहनुहुन्छ र तपाईहरुको शैक्षिक योग्यता कति छ तपाईहरु एकदमै राम्रोसँग भिडियोलाई पौज गरेर हेर्नु। वन सेवातर्फ विज्ञापन खुलाएको छ। तपाईहरु यहाँ हेर्नु। पदको नाम रहेको छ रेन्जर। यहाँ भू संरक्षण सहायकको लागि खुलाएको छ। प्रदेश वन जनरल फरेस्ट्री अन्तर्तमा एकजनाको लागि। प्रदेशमा 4 जना खुल्लामा यहाँ रहेको छ र प्रदेश वन सोइल एन्ड वाटर कन्जर्भेसनको लागि खुल्लामा एकजनाको लागि खुलाएको छ। तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु। प्रदेश वन जनरल फरेस्ट्रीमा यहाँ मुस्लिमको लागि 1, मुस्लिम महिलाको लागि 1, थारू महिला 1, दलित महिला 1 जनाको लागि विज्ञापन खुलाएको छ। शिक्षा सहायकको लागि विज्ञापन खुलाएको छ। यहाँ हेर्नु शिक्षा सेवातर्फ पद रहेको छ शिक्षा सहायक। स्थानीय शिक्षा प्रशासन र परीक्षण तथा मूल्याङ्कन। यहाँ अन्तर्तमा 1 जनाको लागि, खुल्लामा 2 जना, मधेसी महिला 1 जना, आदिवासीमा 1 जनाको लागि विज्ञापन खुलाएको छ। अब यहाँ तपाईहरु यहाँ पढ्नु। यहाँ यस आयोगको सूचना नम्बर यति मिति 2082 9 महिना 25 गतेको सूचना अनुसार विज्ञापन नम्बर संशोधन गरिएको छ। अब तपाईहरु यहाँ हेर्नु। परीक्षाको किसिम पाठ्यक्रममा तोकिए अनुसार परीक्षा केन्द्र बुटबल। परीक्षा मिति, समय र स्थान परीक्षा सम्बन्धी जानकारी आयोगको वेबसाइटमा पछि प्रकाशन गरिनेछ। परीक्षाको माध्यम लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ। अब तपाईहरु यहाँ तल हेर्नु। यहाँ रहेको छ दरखास्त दस्तुर। दरखास्त दस्तुर 500 बुझाउनु पर्नेछ। फरक पाठ्यक्रम भएका अप्राविधिक पदहरुमा अन्तर्तको दरखास्त दस्तुर पनि खुल्ला सरकै, तर प्राविधिक तर्फका समान पाठ्यक्रम भएका पदहरुको अन्तर्त र समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारले थप समूह पत्रको प्रत्येकको लागि 200 का दरले थप दस्तुर बुझाउनु पर्नेछ। यहाँ के भनेछ, तपाईहरु यदि खुल्लामा फर्म भर्नुहुन्छ भने कति लाग्छ, जम्मा 500 लाग्छ र समावेशी समूहमा फर्म भर्नुहुन्छ भने 200 लाग्छ। त्यो यहाँ भनेको छ। दरखास्त दस्तुर बुझाउने विधि र स्थान रहेको छ। भिडियोलाई पौज गरेर हेर्नु। दरखास्त दिने अन्तिम मिति 2082 10 महिना 15 गतेसम्म र दोबर दस्तुर तिरी 2082 10 महिना 22 गतेसम्म। कहिलेदेखि कहिलेसम्म? 2082 10 महिना 15 गतेसम्म र दोबर दस्तुर तिरी 2082 10 महिना 22 गतेसम्म। उम्मेदवारको यहाँ उमेरको कुरा गर्दाखेरि यहाँ प्रचलित कानुन अनुसारका निजामती सेवाका पदहरूमा 2082 10 महिना 15 गतेसम्म 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको, महिलाको हकमा 40 वर्ष ननागेको र स्वास्थ्य सेवाका हकमा 45 वर्ष ननागेको हुनुपर्ने छ। पेश गर्नुपर्ने कागजातहरू यहाँ रहेको छ। तपाईहरु भिडियोलाई पौज गरेर हेर्नु। पदमा रही गर्नुपर्ने कामको विवरण रहेको छ। यहाँ सेवा समूह सम्बन्धी प्रदेश सरकार र स्थानीय तहले तोकी बमोजिम सेवा शर्त सुविधा यहाँ प्रचलित कानुन बमोजिम हुनेछ। अब तपाईहरु यहाँ तल हेर्नु। यहाँ रहेको छ आवश्यक न्यूनतम योग्यता। अब यहाँ कुन पदमा फर्म भर्नको लागि कति शैक्षिक योग्यता हुनुपर्छ तपाईहरु एकदमै राम्रोसँग यहाँ हेर्नु। यहाँ रहेको छ ग नम्बरमा अन्तर्त खुल्ला तथा समावेशी प्रतियोगिताको लागि आवश्यक शैक्षिक योग्यता। यहाँ 1 नम्बरमा प्रदेश स्थानीय प्रशासन सेवा सामान्य प्रशासन समूह वरिष्ठ प्रशासन सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र त वा सो सर उत्तीर्ण गरेको। यदि तपाईहरु कक्षा 12 पास गर्नुभएको छ भने तपाईहरु यसमा एप्लाई गर्न सक्नुहुन्छ।
2 नम्बरमा तपाईहरु यहाँ हेर्नु प्रदेश स्थानीय प्रशासन सेवा लेखा समूह लेखापाल वरिष्ठ लेखा सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र उक्त वा अर्थशास्त्र गणित तथ्याङ्क शास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र त वा सोसेर उत्तीर्ण गरेको। यदि तपाईहरु योमा जति छ नि वाणिज्य शास्त्र अर्थशास्त्र गणित कुनै एउटा विषय लिएर तपाईहरु +2 पास गर्नुभएको छ भने तपाईहरु यसमा एप्लाई गर्न सक्नुहुन्छ। एकदमै राम्रोसँग तपाईहरु यहाँ भिडियोलाई पौज गरेर हेर्नु। अब तपाईहरुको शैक्षिक योग्यता कति छ, तपाईहरु कुन पदमा फर्म भर्न चाहनुहुन्छ, भिडियोलाई पौज गरेर हेर्नु। एकदमै राम्रोसँग तपाईहरु भिडियोलाई पौज गरेर हेर्नु। अब यहाँ समवाय समूहका विज्ञापनमा दरखास्त दिने उम्मेदवारका लागि विशेष निर्देशन दिएको छ, तपाईहरु पढ्नु। द्रष्टव्यमा के उल्लेख गरिएको छ एकदमै राम्रोसँग यहाँ पढ्नु। यहाँ रहेको छ यहाँ पाठ्यक्रम आयोगको वेबसाइट यतिबाट प्राप्त गर्न सकिनेछ। सजिलोको लागि पदको नाम अथवा सम्बन्धित पदको किवर्ड टाइप गरी सर्च गर्न सकिनेछ। यो ठुलो संख्यामा लुम्बिनी प्रदेशले नयाँ विज्ञापन खुलाएको छ। सहायक स्तर 5औं तहको लागि ठुलो संख्यामा विज्ञापन खुलाएको छ। यदि तपाईहरु कक्षा 12 पास गर्नुभएको छ भने तपाईहरु एप्लाई गर्नु। ल त आजको लागि यति नै। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु। कुनै पनि मनमा जिज्ञासा छ भने यो भिडियोमा कमेन्ट पनि गर्नु। आजको लागि यति नै। हस्त नमस्कार।